अब तिमीलाई अघि तिमी स्कुल पनि पढ्न तिमीलाई एकदमै गाह्रो भएको छ बिमारीको कारणले तिमीलाई त एकदम जटिल चाहिँ सास फेर्न गाह्रो भएको छ भनिरहेछौ तिमीलाई पढ्न पनि धेरै रहर लागेको होला तिम्रो मनमा के कुरा खोलिरहेछ भनिदिनुस् आज दर्शकहरूलाई मलाई पढ्न मन लागिरहेछ अब पढ्न जानु सकिँदैन 2 महिना भइसक्यो स्कुल लागेदेखिको म स्कुल पनि गएको छुइनँ 2 महिना भइसक्यो स्कुल पनि गएको छुइनँ बुनु पनि छ बुनु चाहिँ अहिले जाँदैछ अब घरमा आर्थिक अवस्था कमजोर छ बुनु पनि पढ्नु नपाउने जस्तो भइरहेछ बुनु अहिले त जाँदैछ अब पछि फेरि पढ्नु नपाउने हो कि जस्तो लागिरहेछ अनि ती छ नि एउटा नरपिचास जस्तो बुवालाई तिमी के भन्छौ अब बुवा गइ त हाल्नु भयो अब के भन्नु फर्केर आउनुहुन्छ भने आउनु माया त लागिरह थोरै थोरै अब फर्केर आउनुहुन्छ भने आउनु कहाँ हुनुहुन्छ तपाईँ त्यति नै हो बुवालाई त माया लाग्दैन त्यति पनि बुवालाई माया लाग्दैन त्यति पनि बुवा तिमी यस्तो बिमारी हुँदा त छोडेर जाने बुवालाई है अनि तिमीलाई एकदम चाहिँ दिने पछि गाह्रो हुन्छ दिने पछि गाह्रो हुन्छ कहिले पेट दुख्छ कहिले मुटु दुखेर सहनै सक्दैन बिरामी नै भइराख्छ म त हो तिमीलाई 9 वर्षको उमेर हुँदै अहिले 14 वर्षको 9 वर्षको उमेर हुँदाखेरि डाक्टरले मुटुको भल फेर्नुपर्छ भनेको आर्थिक अवस्थाले सकेन अब तिमीले त गर्दैन मम्मी एक्लै बुवाले छोड्यो मम्मी पनि आफै बिमारी भएपछि सक्नु भएन तिमी रोगसँगै लड्दै अहिलेसम्म बाँचिरहेको छौ अहिलेसम्म बाँचिरहेको छु हो तिमीलाई सुत्न ओर्न कति अप्ठ्यारो कस्तो भइरहेको छ कसैले सहयोग गर्नु भएको छ छैन अब कसले सहयोग गर्नुहुन्छ र बाजे बोजूले त गरिराख्नु भएको छ अब बाजे भन्नाले घरपट्टि कि माउले कि घरपट्टि त सम्पर्क कोहीसँग सम्पर्क छैन बाजे बोजू हुनुहुन्न रे घरपट्टि देखेको छैन बाजे